हेलो दाइ कहाँ हुनुहुन्छ हौ? हेलो दाइ कहाँ हुनुहुन्छ हौ? हेलो दाइ कहाँ हुनुहुन्छ हौ? यो दाइ यार कहाँ जानुभयो यार? कत्रो ढिलो भइसक्यो पर्खेको। हेलो हेलो दाइ कहाँ हुनुहुन्छ यार तपाईँ? कति भइसक्यो यार पर्खेको तपाईँलाई। आउँदैछु भाइ, तिम्रो घर अगाडि आइपुगे। अघि जाममा परेर यहाँ खत्तम भइगयो नि त। अनि ल्याङ ल्याङ धेर नगर, हेर त नपत्याए। ए हो र दाइ? के भयो? होइन के दाइ, यहाँ मेरो यो बोर्ड छ नि, स्विच बोर्ड के भयो थाहा छैन। यो फेनको चल्दै चल्दैन फेन। अलिकति गाह्रो भएको छ क्या समस्या हो। त्यसको लागि हजुरलाई बोलाएको थिएँ अघिदेखि। हजुरले फेरि कहाँ हो के हो, कहिले आउनुहुन्छ। त्यसको लागि हजुरलाई प्लिज अलिकति हेरिदिनु न। यो एउटा स्विच फ्यानको हो के, चल्दै चल्दैन। के हो थाहा छैन, यो बोर्डको भित्र प्रब्लम हो कि यो फेनको प्रब्लम हो, एकचोटि हेरिदिनु न। ल ल, चिन्ता नगर, म बनाइदिन्छु। ल दाइ। दाइ अनि फिस चाहिँ कि योपालि कति हो फिस यसको? अब फेन मात्रै रहेछ, अब धेरै नदेऊ, 500 देऊ न। दाइ 500 त अहिले छैन कि, 300 रुपियाँ लिइराख्नु, 1-2 दिनमा मिलाउँला नि। ल ठिकै छ, हुन्छ। A few moments later. ल भाइ, तिम्रो रेडी भइसक्यो, अब बनिसक्यो। रेडी भइसक्यो दाइ? थ्याङ्क यू दाइ। सब चिज भयो नि दाइ? एकदम। तपाईँको पैसा राख्नु ल। ल हतार होला है दाइ। थ्याङ्क यू दाइ। ल दाइ अर्को पालि पनि म बोलाउँछु, अर्को पालि पनि आउनु ल प्लिज। ल ल भाइ, ल ल आउँछु। 12 seconds later. क्रिमिस फ्यान बनाए कि बनाएन हेर्नु त।